नमस्कार अनि स्वागतम तपाईहरुलाई यो भिडियोमा। हामी अहिले जाबाकोट वार्ड नम्बर 10 छापा भन्ने ठाउँमा छौं। हामी आज कहाँ जान लागेका हौं भन्दा छापामा रहेको सृजना सामूहिक आधारभूत विद्यालयबाट पिकनिकको लागि जान लागेका हौं। हामीलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। पक्कै पनि यो भिडियो हेरेर तपाईहरुलाई खासै रमाइलो त नलाग्ला, तर आजको दिन हाम्रो लागि अति नै रमाइलो, फिलिङ इन्जोय, फिलिङ एक्साइटेड भन्छ नि हैन। ग्रुपमा घुम्न जान पाउँदा, पिकनिक जान पाउँदा सबैलाई रमाइलो लाग्छ नि हैन। हो त्यस्तै भएको छ हामीलाई नि। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ल है साथीहरु, अब हामी हिँड्यौं है त। झन्डै गाउँदेखि 1 घण्टाको अन्तरालमा वालिङ आउन सफल भयौं। लो फेरि यहाँ के भयो? ठिकै छ, जे भयो नि, सुस्तै सुस्तै पुगिन्छ, नआत्तिनु होला है त। ओहो, फाइनल्ली सडक मैदान भन्ने ठाउँमा आइपुगियो। कस्तो रमाइलो, कस्तो स्वर्ग जस्तै ठाउँ है। पक्कै पनि तपाईहरु यो ठाउँमा आइसक्नु भएको छ होला। यदि आउनु भएको छैन भने एकचोटि आउनु ल। हामी बिहानै हिँडेको भएर होला, सबैलाई भोक लागिसकेको थियो, त्यसैले सबैले हातमा खानेकुरा लिँदै हिँडेका छन्। त्यस्तै हामी हिँड्दा कति बजेको थियो? 7 साढे 7 नै भएको थियो होला। यहाँ चाहिँ अहिले 10 साढे 10 10:24 भएको छ। अनि अब हामी एकैछिन नास्ता खान बस्छौं। सबैले आफैले ल्याएको नास्ता खाँदैछौँ। अनि माथि गइसकेपछि, माथि खाना बनाउने ठाउँमा गइसकेपछि अनि दिनुहुन्छ हामीलाई खाना, नास्ता दिनुहुन्छ। अनि त्यहाँ पनि खान्छौँ फेरि। माथि त्यो एउटा गौतम बुद्धको के को त्यो मूर्ति? गौतम बुद्धको हो। त्यहाँ चाहिँ हामी सामान बोकेर हिँड्दैछौँ। हामीले त सामान बोकेको छैनौँ, सामान बोकेर गइसकेको छौँ। हेलो गाइस, अस्ति नन फेसबुकमा मम्मी हालिदिनु भयो रहेछ। सुन मैदानमा त कता जान्छ र यो गाडी? यो बाटो बाहुनठाउँ हुँदै तल वालिङ झर्नु मिल्छ अरे के? सबैले आफ्नो नास्ता खाइसकेपछि त्यस्तै 5-10 मिनेटपछि हामी चाहिँ घुम्दै घुम्दै खाना बनाउने ठाउँमा माथि उक्लियौं। हामी माथि खाना पकाउनको लागि खाना बनाउने ठाउँमा आइसक्यौं। यी हाम्रा सामानहरु सबै भोकले आत्तिनु भएको छ नि त। अब 11 बज्न लागिसक्यो, त्यसैले सबै मिलेर छिटो खाना बनाउनतिर लाग्दैछौँ। अनि बल्ल धेरै रमाइलो गर्नेछौँ। अनि माथि गएर पनि सबै ठाउँतिर हेर्नेछौँ। अहिले चाहिँ खाना बनाउनतिर लाग्दैछौँ है त। ल यहाँ चाहिँ हाम्रो मिस म्यामहरुले आलु खोल्साउँदै हुनुहुन्छ। अनि यता प्याज काट्दै हुनुहुन्छ। अनि म चाहिँ खुर्सानीको भेट्न निकालेको।
अब फेरि खुर्सानी काट्दैछु। अनि हाम्रो खाना चाहिँ आज छिट्टै पाक्ने भयो। सबैजनाले 1 घन्टा काम लिनुभएको छ, 1 घन्टा कामको जिम्मा लिनुभएको छ नि त, त्यसैले हाम्रो खाना चाहिँ आज छिट्टै पाक्ने भयो है त। खाना रेडी भयो। अब चाहिँ हामी सबैजना माथिल्लो डाँडामा टपमा आइसक्यौँ। यहाँ चाहिँ प्याराग्लाइडिङ हुँदै रहेछ। सो हामी भाइ बहिनीहरूलाई लिएर हेर्न आएको। कस्तो चिसो हावा चलिरहेछ, त्यही पनि एकदमै रमाइलो महसुस भइरहेछ। ठाउँ नै यस्तो रमाइलो छ। यो त अहिले अलि जाडो भएर, जाडो मौसम भएको भएर अलि खासै हरियाली देखेको छैन नि त। तर यो बर्खा मासमा हुन्छ नि हरियाली, त्यति बेला आउने हो भने चाहिँ एकदमै रमाइलो हुन्छ। रमाइलो चाहिँ अहिले पनि भएको छ, त्यस्तो रमाइलो नभएको चाहिँ होइन। साथीहरूसँग अनि भाइ बहिनीहरू लिएर आउँदा, ग्रुपमा आउँदा चाहिँ रमाइलो चाहिँ भएको छ। यिनीहरूले प्याराग्लाइडिङ गरेको देखेको थिएन नि त। यो फर्स्ट टाइम हो यिनीहरूको, यहाँ आएको पनि फर्स्ट टाइम हो। त्यही भएर एकदमै डाँडामा है, कस्तो डाँडा, हाम्रो घर त योदेखि लिएर त धेरै तल हैछ भन्दैछन् अझै। अनि धेरै खुसी छन् कि यिनीहरू आज, धेरै रमाइलो गर्दै आए आउँदा नि। अनि साथी रमाइलो गर्दैछन् एकै ठाउँमा बसेर के अरे प्याराग्लाइडिङ हेरिरहेछन् है। कतिको रमाइलो भएछ? कतिको रमाइलो भएछ? फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो यहाँ आएको? फर्स्ट टाइम। लैजाँदा नि सबैले, ल यता फर्काउ त, ल सबैले फर्काउ न, सबै यता फर्काउ न। वाह, ल हिमाललाई जुम गरेर हेरिहालौँ है। माछा बसेर लेखेको रहेछ। वाह, अब फेरि हामी खाना बनाएको ठाउँमा आयौँ। भोक लागेको पहिल्यै हो, तर बिचमा नास्ता खान पायौँ नि त। त्यसैले त्यो बिचमा नास्ता खाएको फेरि त्यो भिडियो चाहिँ क्लिप मैले त्यो लिन पाइनँ। त्यही पनि केही भएन, त्यो भिडियो मैले त्यही भएर राख्न नपाएको। केही भएन, मास्तिर डाँडातिर त्यही नास्ताको भरमा चाहिँ गएर आउन सक्यौँ। माथि डाँडामा त्यो गएको भिडियो पनि मैले क्लिप लिन भएन। अनि भाइ बहिनीहरूलाई लाइन मिलाएर हिँड्दाखेरि अब खाना खान सुरु भयो। पहिला भाइ बहिनीहरूलाई दिँदैछौँ। कस्तो छ भने सोद्धा अब मिठो छ भन्छन्, सायद भोक आएर पनि होला अनि मिठो भएर नि होला। एलिना यिनीहरू त पाएन छ बिचरा, यिनीहरू त पाएन छन्। अचारवाला सर, थ्याङ्क यू। हजुर
गिलास खैको त त्यही हेरेर तिमी गिलास खाले त ले छोडे हाम्रो पिकनिकमा चिल्लाइ पनि निम्ति थियो नि आज तर अफसेट तपाईहरुलाई निम्तो गर्ने बिर्सिएछु तपाईहरु छुट्नुभयो अब नेक्स्ट टाइम इन्भाइट गर्छु है त भाइ बहिनीहरुले खाना खान सकिसकेको छ अब चाहिँ हाम्रो पालो ल साथीहरु सुरु गरे है त मम्मीलाई झन्डै आउरियो सबैले खाना खाएर सकिसक्नु भएको छ अब एकैछिन रमाइलो गर्ने पनि भन्नुभएको छ अनि सबै नाचेर अनि सबै रमाइलो गरेर अनि जानुपर्ने अब घर फेरि अब छिटै पुग्नु पर्यो नि त अनि राति यहाँबाट राति निस्क्यो भने राति नै पुगिन्छ अनि ठिकै बेलामा निस्क्यो भने छिटै पुगिन्छ त्यही भएर चाहिँ अब नाच्नको लागि सबैजना एक ठाउँमा रेडी भएर नाचिरहेको छ ल एकै मिनट भए पनि हाम्रो नाच एकै मिनट त होइन 30-40 सेकेन्ड मात्रै भयो नि हाम्रो पनि है ग्रुप डान्स यस्तो राम्रो छैन त्यसै यसो घुमेको मात्रै हो अब चाहिँ हामी निस्किनु पर्ने भयो अब हामी यहाँ यहीँ मात्रै बसेर त भएन रमाइलो गरियो खाइयो यो डाँडामा आएर सबै चारैतिर हेरियो यस्तो रमाइलो अब जानुपर्ने पनि भयो जाने बेला पनि भयो त्यही भएर हामी चाहिँ बिहान चाहिँ जसरी जुन गाडीमा हामी बसेर आएका थियौँ त्यही गाडीमा हामी चाहिँ बसेर जानेछौँ सबैजना आफ्नो सिटमा जानको लागि तयारी भइसक्नु भएको छ अब आउँदाखेरि त्यस्तै 3 घन्टा लागेको थियो भने पुग्दा चाहिँ 2.5 घन्टामा पुगिन्छ होला जहाँसम्म किनकि बाटो ओह्रालो छ नि त त्यही भएर अनि
खासै तपाईँलाई हाम्रो भिडियो चाहिँ खासै राम्रो त लागेन होला त्यही पनि हाम्रो रमाइलोमा तपाईँहरू पनि रमाइलो मानिदिनु ल हस् त धन्यवाद बाई ए साँच्ची यो त मेरो फर्स्ट भिडियो हो नि जस्तो भए पनि लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् बाई Thank you for watching video.